वेलकम छ है फेरि मेरो युट्युब च्यानलमा हैन। आज चाहिँ म र मेरो दिदी बिहानै अब खुर्सानी लिन जाँदैछौँ हैन। सबजना एकदम आराम अनि सन्चै हुनु होला। आज चाहिँ मेरो डे 3 हैन। डे 3 अब यो गाउँले ब्लग अब डे 3 आज। अब हाम्रोतिर चाहिँ अब बिस्तारै दसैँ पनि लाग्दैछ। त्यही अब खुर्सानी लिएर अचार राखेर अब दसैँमा चट्ट खाइन्छ हैन। त्यही हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा घरदेखि अलि अगाडि आइराखौँ। यहाँ देख्न सक्नुहुन्छ यो मेरो पछाडि र यता देख्न सक्नुहुन्छ यो चाहिँ पुरा पहिरो लर्या है यो बर्खामा। यहाँ पहिले यो यतातिर बाटो थियो, यो बाटो सब मासेर आजभोलि यस्तो भएको छ हैन। त्यही हो अब हाम्रो आजको यो कार्यक्रम चाहिँ हाम्रो अब पारी अङ्कलका घर गएर खुर्सानी टिप्ने, टमाटरहरू लिने र घर लिएर सायद अचार राख्छौँ होला। वेदर यस्तो छ, उतातिर पुरै कुहिरो लागिरहेछ, घाम पनि त्यस्तो लागेको छैन, एकदम राम्रो छ। अलिअलि झाडी छ, फेरि यता हिँड्ने बाटो पनि छैन हैन। त्यही हो कि के भन्छ चाहिँ केटी, जनाले मेरो युट्युब च्यानलमा सपोर्ट गरिदिनु होला हैन। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मैले चाहिँ डेली भ्लग हाल्ने छु। सकिमे अब खुर्सानी लिने ठाउँ हैन। हामी चाहिँ आइसक्यौँ। अब हाम्रो मिस तल चरा हानिराख्नु भएको कि कसै केराको घारी भन्छ यसलाई। सबै खुर्सानी लाग्ने यो चाहिँ हो है लेमन फल्या, दह्रो फल्या। यो चाहिँ खेतीपाती यस्तो छ है हाम्रो अङ्कलको खेतीपाती। खै त केही छैन त खुर्सानी कहाँ छन्? कहाँ पारी कहाँ डल्ले खुर्सानी खै हिँड त कहाँ के नटिप्न नानी तिमीले चिन मलाउँदैन क्या तले राख्नु टिप्न त मलाउँदैन नि त तिमी तिरै हुन्न नि कस्ता कि लाने हुन्छ तिमीलाई तिमी हुन्छ ओरिजिनल डल्ले खुर्सानी हुन्छ नि उ ओरिजिनल खुर्सानी त छ तर पाके हुन्छ त्यस्तो लैजान के खोसिन एउटी आइछिन् है के हेर्नु नानी खुरा नैजन देउदो भन्नान थिए नानी म फेरि बोल्दैन पागे नि पागे देन्दिस त लोबिने किन डले पागे भन्नु त किन देन्दिस त उठो पो हद्रा म्याट बडी बेले लाग्दैछ के गरी हो भनियस कानो पनि देन किन बोलाछ त काता हन कुनै काता है त हिजो किन लाप्ला भिडियो गरेछ त दिन भने कोही पागेन हैन। टमाटर कति रुपियाँ किलो छ गंगा आइला थाहा जस्तो गरी हगनी कति थाहा जस्तो गर्छ हगनीले मलाई त्यो पनि छैन त्यत्रै होला त खुब होला तितिया खुब होला के चरो हो त त्यो न्याउली तस्तै चरो के छ टिभी सकिस फाइनली खुर्सानी टिभी सक्यो खुर्सानी टिभी सक्यो अब देख्न सक्नुहुन्छ यो यता दादी यो लगिन त कुहिरो लागिसक्यो यतातिर पुरै डम्म हुस्सु लागिसक्यो केही देखिन्न अब यहाँ हामी कहाँ छौँ भन् त भन् हाम्रो बारीमा तेरो बारी हो र यो खुब भयो तेरो बारी यो चाहिँ गंगा है यसको नाम गंगा हैन
यसको अनुहार देख्न सक्नुहुन्छ घोडा जस्तो बाल यो अलिक चकचके छ है कोहीलाई चाहिए भने यस्तै कोही ह्यान्डसम हुनुहुन्छ भने योसँग के रिलेसनमा बस्न सक्नुहुन्छ अलिक फटा छ फेरि यो अलि कोहीले टेक्न सक्छ भने आउन सक्नुहुन्छ ठ्याक्कै लोकेसन बताउनु पर्दा चाहिँ ठ्याक्कै यो हान्जाबाङ कि कहाँ अनुहार देख्न सक्नुहुन्छ बाँदर खाप्छ जस्तो मार्ला न आई गङ्गी आई मारेछ है अब एउटीमा के भयो त काक्रो काक्रो पनि लै त्यत्रो हेर त चोरी लै टोलिया जमघट डह्रो छ त खोर्सानी यति दिने लाज मान्ने अचार खाने अलिक टिप्नु पर्दैन कति छ के त्यहाँ गयो नि टिफिन अलि दिने काँक्रो चोर हेर काँक्रो चोर त्यो हो काँक्रो चोर नि त्यो यो को हो त खै काँक्रो चोर कता गयो पारी छ किन काँक्रो चोरिस अर्को यी काँक्रो चोर हेर रोया यी चलेको चले बिर्दिन त चलाउने उ त्यो खै त अर्को काँक्रो चोर काँक्रो चोर भन के बाबु अलि चलाउनु हुँदैन तिमी चलेपछि बरु यिनी चल्छन् मलाई यस्तो भन्छन् भन्ने तैँले हामीले पिन्दियो तिमीलाई बुझिस् एउटै मौका चल्ला अरे नि चाहियो भनेमा सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो ठाकुर घरती मगर कहाँ सम्पर्क गर्न सक्नुहुन्छ कस्ता कस्ता भाले चाहिए पोथी कस्ता चाहिए त्यही हो कि ठाकुर घरती मगरलाई सम्पर्क गर्न सक्नुहुन्छ फोन नम्बर पनि मैले यही हालिदिने छु कि कसो यो क्या चल्ला पाले खाने यिनले